यदि तपाईँ नेपालको सेयर बजारमा प्रवेश गर्न चाहनुहुन्छ भने या सेयर कारोबार गर्ने सोचमा हुनुहुन्छ भने तपाईँले यी 5 वटा खाताहरू अनिवार्य रूपमा खोल्नुपर्ने हुन्छ। ती खाताहरू कुन हुन् त? नमस्कार साथीहरू, अहिले तपाईँहरू सहयोगी मित्र युट्युब च्यानल हेर्दै हुनुहुन्छ। आजको भिडियोमा म तपाईँलाई नेपालमा सेयर कारोबार सुरु गर्नको लागि आवश्यक पर्ने खाताहरूको बारेमा सजिलो तरिकाले जानकारी दिनेछु। भिडियोलाई अन्त्यसम्म हेर्नुहोला। यदि तपाईँ सेयर बजारमा नयाँ हुनुहुन्छ भने नेपालको सेयर बजार अथवा पुँजी बजारमा सामान्यतया 2 भागमा वर्गीकृत गरिएको छ। प्राथमिक सेयर बजार प्राइमरी मार्केट र दोस्रो बजार सेकेन्डरी मार्केट। प्राथमिक बजारमा आइपिओ, एफपिओ र राइट सेयर मात्रै भर्न वा किन्न सक्नुहुन्छ भने त्यसलाई बेच्न सक्नुहुन्न। बेच्नको लागि तपाईँले अनिवार्य रूपमा दोस्रो बजार प्रवेश गर्नुपर्ने हुन्छ। प्राथमिक बजार अथवा प्राइमरी मार्केटको लागि चाहिने 4 वटा खाताहरू अनिवार्य रूपमा तपाईँले खोल्नुपर्ने हुन्छ। पहिलो हो बैंक खाता अथवा बैंक एकाउन्ट। तपाईँले सेयर किन्न र बेच्न अथवा तपाईँले सेयर किनबेच गर्दा पैसाको कारोबार गर्न तपाईँलाई कुनै पनि बैंकमा खाता भएको हुनुपर्दछ। दोस्रो डिम्याट खाता अथवा डिम्याट एकाउन्ट। यो खातामा तपाईँले किनेको सेयरहरू डिजिटल रूपमा सङ्कलित गरेर राख्ने ठाउँ हो। पहिले जस्तो कागजी सेयरहरू अब प्रयोग हुँदैन। तपाईँले किनेको सम्पूर्ण सेयरहरू यहाँ सङ्कलित हुन्छ। यो बैंकबाट सजिलै निकाल्न सकिन्छ। यसको लागि छुट्टै फर्म भर्नुपर्ने हुन्छ। तेस्रो छ मेरो सेयरको खाता। यसबाट तपाईँले आइपिओ, एफपिओ र राइट सेयर भर्न सक्नुहुन्छ। आफूसँग भएको सम्पूर्ण सेयरहरू हेर्न सक्नुहुन्छ र सेयर बेचेपछि बेचेको सेयर ब्रोकरको खातामा पठाउँदा या इडिआइएस गर्दा तपाईँले मेरो सेयर खाताबाट नै गर्नुपर्ने हुन्छ। यो खाता डिम्याट खातासँग लिङ्क गरिएको हुन्छ। यो खाता बैंकबाट सजिलै पाउन सक्नुहुन्छ र यसको लागि पनि तपाईँले छुट्टै फर्म भर्नुपर्ने हुन्छ। चौथो र अन्तिम छ सिआरएन नम्बर अथवा सिआस्पा रजिस्ट्रेसन नम्बर। यो आइपिओ, एफपिओ र राइट सेयर भर्नको लागि आवश्यक हुन्छ। तपाईँले आइपिओ, एफपिओ अथवा राइट सेयर भर्दै गर्दा यो सिआरएन नम्बरको प्रयोग गर्नुपर्ने हुन्छ र तपाईँले यो सिआरएन नम्बर बैंकबाट फारम भरेर सजिलै पाउन सक्नुहुन्छ। यी 4 वटा खाता मार्फत तपाईँले आइपिओ, एफपिओ तथा राइट सेयर भर्न सक्नुहुन्छ। तपाईँले यी भर्नको लागि देश अथवा विदेश जुनसुकै ठाउँबाट अनलाइन मार्फत भर्न सक्नुहुनेछ। यी सबै खाताहरू प्राइमरी मार्केटको लागि मात्रै हो। अब सेकेन्डरी मार्केट, दोस्रो बजार। सेयर किनबेच गर्नको लागि चाहिने दोस्रो बजार अथवा सेकेन्डरी मार्केटमा तपाईँले प्रवेश गर्नुपर्ने हुन्छ। त्यसको लागि तपाईँले 5औं खाता टिएमएस ट्रेडिङ म्यानेजमेन्ट सिस्टम खाता खोल्नुपर्ने हुन्छ। यो खाता तपाईँले ब्रोकरबाट खोल्नुपर्ने हुन्छ र यहीबाट तपाईँले अनलाइन सेयर किनबेच वा सेयर कारोबार गर्न सक्नुहुन्छ। यसको लागि तपाईँ ब्रोकर अफिसमा गएर पनि यसलाई यो खाता खोल्न सक्नुहुन्छ अथवा अनलाइनबाट पनि यो खाता खोल्न सकिन्छ। र यो खाता खोल्दा आफ्नो प्यान नम्बर चाहिँ तपाईँले लिङ्क गर्न नभुल्नुहोला। यी 5 वटा खाताहरू भइसकेपछि तपाईँले देश तथा विदेशको जुनसुकै ठाउँबाट आइपिओ, एफपिओ, राइट सेयर तथा सेयर किनबेच अथवा कारोबार गर्न सक्नुहुनेछ। तर सम्पूर्ण पब्लिक कम्पनीहरूको सेयरहरू या तपाईँलाई परेको आइपिओ, राइट सेयर अथवा एफपिओ बेच्नको लागि नेपालमा सेयर सम्बन्धी कारोबार गर्ने एकमात्र आधिकारिक संस्था नेप्से अथवा नेपाल स्टक एक्सचेन्ज भन्ने संस्था रहेको छ। यो संस्थामा सम्पूर्ण पब्लिक कम्पनीहरूको सेयर या तपाईँलाई परेको आइपिओ, एफपिओ, राइट सेयरहरू नेप्से अथवा नेप्सेमा अथवा यो संस्थामा लिस्टेड भइसकेपछि मात्रै तपाईँले खरिद तथा बिक्री अथवा सेयर कारोबार गर्न सक्नुहुनेछ। नेप्सेमा लिस्टेड नभई तपाईँले अनलाइन सेयर खरिद बिक्री अथवा कारोबार गर्न सक्नुहुन्न।
आजको भिडियो यति नै रहेको छ। अर्को नयाँ उपयोगी भिडियोको साथ उपस्थित हुनेछु। भिडियोलाई अन्त्यसम्म हेरिदिनु भएकोमा यहाँहरू सम्पूर्णलाई हार्दिक धन्यवाद।